हेलो साथीहरू नमस्ते तपाईहरु सबैलाई मेरो मिनी ब्लगमा स्वागत छ। यो चाहिँ तरकारी जाँदाको मिनी ब्लग हो। अनि हिजो चाहिँ म कमलजी रोगजी काम सकेपछि 5:30 बजेतिर बजार लागेका थियौं। तर हामीले हिजो 33-1 गाडी चढेका थियौं। यो चाहिँ 2026 जनवरी 1 बाट यसको रुट चेन्ज भइसकेको रहेछ। हामीले नर्मली चल्ने भनेको 105 र 9802 को गाडी नम्बर हो। अनि यो चाहिँ स्टेसनमा पुग्दाखेरि पहिले आए चढेर गइहाल्यौं। रुट चेन्ज भएको हामीलाई थाहै भएन। अनि 2 स्टेसन अगाडि जानु पर्यो अपोजिट साइडतिर। त्यो कारणले गर्दा हिजो -4 डिग्री को चिसोमा चाहिँ 1.5 किलोमिटर हिँड्दै हामी बजार रिटर्न हुनु पर्यो यसरी है। अनि हिजो चाहिँ हिउँ अलिअलि परेको थियो बेलुका। बाटोभरि हिउँ देख्न सक्नुहुन्छ। वारिपरि खेतमा पनि हिउँ देख्न सक्नुहुन्छ। यो तपाईले अहिले देखिरहनु भएको चाहिँ फारन मान्छे सिजाङ भन्दा माथिल्लो सागर हो। अनि हामी यहाँबाट पनि अझ स्टेसन ओर्लिएर 1.5 किलोमिटर चाहिँ अगाडि हिँड्दै आएका छौं। तपाईले बाटोमा देख्न सक्नुहुन्छ है। हिउँहरू परेको बाटोमा कसरी चिसोमा पुरै गोजीमा हात लाएर हामी हिँडिरहेछौं। रोगजी अगाडि जाँदै हुन्छ कमलजी। यहाँबाट हामी फारन मान्छे सिजाङको छोदोङहाकै छेउको सधैँ र्यान्डमली किनिरहने भनेको चाहिँ वालमार्ट हो। त्यहाँ चाहिँ अलिकति अन्य सुपरमार्ट र पसलहरू भन्दाखेरि सस्तो पर्छ तरकारी। यो अहिले देख्नु भएको चाहिँ फारन जन हो, फारन खोला। अहिले पुरै यो आइस भएको छ है, पानी जमेर बाटोहरुमा पनि यसरी अनि अघि जोगेर हिँड्नुपर्छ। 1.5 घण्टाको तरकारी मासु किचनमा आवश्यक सामग्रीहरू सपिङ गरेपछि हामी चाहिँ यसरी 9802 को गाडी नम्बरमा चढेर फेरि घर फर्क्यौं। हैव अ गुड डे, बाइ बाइ, स्टे हेल्दी, स्टे ह्याप्पी।